हेलो नमस्ते दर्शकबिन आज चाहिँ सिता सिरियलको चाहिँ रमेश र अनुको चाहिँ एकदम डेन्जर। अब अनुले चाहिँ रमेशलाई चाहिँ एकदम मन पराइसकेको छ र अनि ऊ चाहिँ रमेशलाई चाहिँ एकदम माया गर्छ, तर रमेशले चाहिँ उसलाई चाहिँ चाहँदैन। त्यसपछिबाट चाहिँ उसले चाहिँ घर छोडेर जान्छ। त्यही पनि उसको जुन मामा माइजूले चाहिँ रमेशलाई चाहिँ कति मन पराउँदैन। ऊ चाहिँ किन गोठालो हो नि त घरको, अनि त्यो भएर चाहिँ छोरी दिन मान्दैन। तर भान्जीले चाहिँ रमेशले एकदम मन पराउँछ, माया गर्छ, ऊ इमान्दार छ, सोझो छ भनेर मन पराउँछ। तर रमेशले चाहिँ के चाहन्छ नि, म घरको गोठालो हो, म एकदम भन्ने सम्झेर उसले चाहिँ अनुलाई चाहिँ माया गर्दिनँ भन्छ। अनि त्यो भएर अनि उसको भनौँ न हली भएर चाहिँ माया गर्दिनँ भन्छ। तर जे भएन अनुले चाहिँ उसलाई एकदम डेन्जर लभ गर्छ होइन। उसको फ्यामिलीले सपोर्ट नगर्नु भएर चाहिँ र उसले रमेशले पनि मन नपराउनु, म चाहिँ सीतालाई मात्र मनमा राख्छु भन्ने कुरा गर्छ होइन। त्यसपछिबाट चाहिँ लास्टमा चाहिँ ऊ घर छोडेर जान्छ। तर अब फेरि चाहिँ अनु र रमेशको लभ पर्छ कि मिलन हुन्छ कि हुँदैन है त साथीहरू।